नमस्ते, म डाक्टर सुवर्ण पौडेल। विशेष गरेर सबै मानिसहरूले भोग्दै आएको कब्जियतको बारेमा मैले सामान्य जानकारी दिन गइरहेको छु। मानिसले आफ्नो जीवनभर एक न एकचोटि कब्जियत भोगेकै हुन्छ। त्यही कारणले गर्दा यो किन कसरी हुन्छ र यसको उपचारलाई के गर्न सकिन्छ भन्ने विषयमा मैले हजुरहरूलाई जानकारी दिन गइरहेको छु। विशेष गरेर कब्जियत हुनु भनेको शारीरिक र मानसिक दुईटै अवस्थाले गर्दा पनि कब्जियत हुन्छ। कहिलेकाहीँ हामीलाई के हुन्छ भन्दा जस्तै टोयलेट गइसक्यौँ, टोयलेट गइरहेका छौँ, तर टोयलेट एकदम आनन्द लाग्दो गरी सकिएको छैन, दिशा आउला आउला जस्तो गरेर हामी बाहिर निस्किरहेका छौँ। त्यो अवस्थालाई पनि हामी कब्जियत भन्ने गर्दछौँ र दिनदिनै टोयलेट नहुने अवस्था पनि हामी कब्जियत नै भन्छौँ। र कस्तो पनि भइरहन्छ भन्दा ओहो मेरो त दिशा गर्नुपर्ने हो, यति बज्यो अफिस जाँदैछु र मलाई दिशा भएन, त्यो अवस्थालाई नै हाम्रो भाषामा चाहिँ सामान्य भाषामा हामीले कब्जियत भन्ने गर्दछौँ। तर कतिपय अवस्थामा कब्जियतको डिफिनेसन मिलिरहेको हुन्छ भने कतिपय अवस्थामा हजुरहरूले भनेको यो कब्जियत नमिल्न सक्छ। भनेपछि त खास कब्जियत के हो त भन्ने कन्डिसनमा मेडिकल साइन्सले के भन्छ भन्दा हप्तामा 3 चोटि एक दिन बिराएर टोयलेट हुनुलाई पनि हामी कब्जियत भन्न चाहिँ मिल्दैन। तर त्यो दिशा आइरहँदाखेरि दिशा घरमा दुख्ने पोल्ने हुनु भएन, दिशा साह्रो हुनु भएन, हजुरको पेट फुल्नु भएन, पेटमा कुनै पनि समस्या भएको हुनु भएन, त्यो कन्डिसन छ र हप्तामा 3 चोटि मात्र टोयलेट जानुहुन्छ भने पनि त्यसलाई हामी कब्जियत भन्न मिल्दैन मेडिकल हिसाबले। तर आम नेपालीहरूको बानी के भइसक्यो भन्दा बिहान उठ्दा बित्तिकै टोयलेट भएन भने सो घोषित कब्जियत भनेर हामी फार्मेसीमा गएर औषधिहरू खाने कन्डिसन पनि छ। त्यो कारणले गर्दा यदि त्यो अवस्थामा हजुरको आन्द्रा ठिक छ, आन्द्राको मोमेन्टहरू ठिक छ, तर कहिलेकाहीँ के भन्दा हामीले खानपानहरू नमिलाइरहँदाखेरि हुने ती कुराहरूलाई कब्जियत नभइकन हजुरहरूले औषधि सेवन गर्नुभयो भने भोलि हजुरहरूलाई त्यसले पनि साइड इफेक्ट हुनसक्छ। त्यही कारणले गर्दा मेडिकल्ली हिसाबले हेर्ने कन्डिसनमा कुन कुन अवस्थामा कुन कुन कारणले गर्दाखेरि कब्जियत हुनसक्छ भन्ने कुराहरू मैले सामान्य जानकारी दिन गइरहेको छु। विशेष गरेर कहिलेकाहीँ बनावटकै हिसाबले आन्द्राको बनावटमा गड्डबड्ड भइदिँदा पनि कब्जियत हुनसक्छ। कहिलेकाहीँ फिजियोलोजिकल्ली कारणहरू भनेको उमेर अनुसार आउने परिवर्तनले गर्दा पनि कब्जियत हुनसक्छ भने कहिलेकाहीँ हामी मेडिकल्ली हामीले कुनै औषधिहरू सेवन गरिरहेका छौँ त्यसको कारणले गर्दा नि कब्जियत हुनसक्छ भने कहिलेकाहीँ कुनै यस्ता रोगहरू हुन्छन् जसको कारणले गर्दा कब्जियत पनि हुनसक्छ। त्यो कारणले गर्दा हाम्रो मेन्टल एनाटोमिकल बनावट कारण फिजियोलोजिकल कारणहरू लगायतका खानपान आहार विहार जन्ने कारणले पनि कब्जियत हुन सक्दछ। मैले अब यसको विषयमा सामान्य जानकारी दिन गइरहेको छु। विशेष गरेर औषधि कुन कुन सेवन गरिरहँदा अथवा कुन कुन रोगको लागि हामी औषधि खाँदाखेरि कब्जियत हुन सक्छ भन्ने कुराहरूमा जस्तै थाइरोइडको औषधि सेवन गरिरहँदा अथवा थाइरोइड हर्मोनको कारणले गर्दा पनि हजुरहरूलाई कब्जियत हुन सक्छ। त्यस्तै किडनी पेसेन्टहरूको लागि हामी औषधि सेवन गरिरहँदा पनि कब्जियत हुन सक्छ। त्यस्तै सुगरको पेसेन्टहरूलाई पनि कब्जियत हुन सक्छ। प्रेसरको औषधिहरू सेवन गरिरहेका छौँ त्यो पनि कब्जियत हुन सक्छ। भनेको यो औषधि सेवन गर्दाको अथवा रोगको कारणले हुने कब्जियत भयो भने कहिलेकाहीँ आन्द्राको बनावटमा हुने खराबी भनेको जस्तै कहिलेकाहीँ आन्द्रा खुम्चिदिने, खप्टिदिने र त्यही हजुरको चाहिँ ट्युमरहरू पलाउने कन्डिसन र कहिलेकाहीँ चाहिँ नर्भहरूको डिसअर्डरले गर्दा पनि आन्द्रामा सप्लाई हुने नर्भहरूको डिसअर्डरले गर्दा पनि कहिलेकाहीँ हामीलाई कब्जियत हुन सक्छ। भने त्यस्तै के छ भन्दाखेरि कहिलेकाहीँ कस्तो कन्डिसन कहिलेकाहीँ कस्तो कन्डिसन आउँछ भन्दा रोग अनुसार कहिलेकाहीँ ढाडको समस्या आयो, ढाडमा नसा च्यापियो, हजुरलाई फेरि कब्जियत हुनसक्छ। त्यस्तै अर्को समस्या के छ पक्षघात भनेको प्यारालाइसिस भयो, प्यारालाइसिस हुँदा पनि हजुरलाई कब्जियत हुनसक्छ भने कहिलेकाहीँ पार्किन्सन डिजिजहरूमा पनि कब्जियत हुनसक्छ। भनेपछि रोगको कारणले गर्ने पनि कब्जियत हुनसक्छ भनेपछि हामीले सबैभन्दा ठुलो कुरा चाहिँ हामीलाई मानसिक समस्याहरू आउँदा पनि कब्जियत भयो, शारीरिक समस्या आउँदा पनि कब्जियत हुन सक्यो। त्यस्तै डिप्रेसनले गर्दा पनि कब्जियत हुनसक्छ भने डिप्रेसनको लागि खाने औषधिहरूले पनि कब्जियत गराउन सक्छ। भनेपछि हजुरहरूलाई यी कुराहरू केही छन् र हजुरलाई कब्जियत छ भने सामान्यतया हुनसक्छ। भने अर्को कुरा के भन्दा अब रह्यो खानपान आहार विहारको विषयमा कुरा गरौँ। हामीले जब खानपानहरूमा स्पाइसी डाइटहरू हामीले बढी मात्रामा सेवन गर्छौँ त्यसमा पनि कब्जियत हुनसक्छ। कहिलेकाहीँ योहरूले के हुन्छ भन्दा बढी मात्रामा स्पाइसी चिजहरू खायो, उनीहरूको भोल्युमहरू पुगेन, भोल्युम नपुगेपछि दिशा आउने सम्भावना भएन, त्यो कन्डिसनमा पनि कब्जियत हुनसक्छ। र कहिलेकाहीँ के हुन्छ भन्दा फेरि आन्द्राको चाहिँ मोमेन्टमा डिले भइदिएर पनि हजुरहरूलाई चाहिँ कब्जियत हुनसक्छ। त्यो कारणले गर्दा हजुरहरूलाई कुनै पनि किसिमका जस्तै हजुरहरूको खानपानमा प्रशस्त फाइबर डाइट छ भनेको जस्तै गेडागुडीहरू भिजाएर गेडागुडीहरू टुसा उमारेर गेडागुडी खानुभएको छ, सागसब्जी प्रशस्त खानुभएको छ, गहुँबाट बनेको परिकारहरू प्रशस्त खानुभएको छ, पानी प्रशस्तै पिउनु भएको छ, एक्सर्साइजहरू भरपुर मात्रामा एक्सर्साइजहरू गर्नुभएको छ, योगाहरू गर्नुभएको छ, हजुरले
आफूले गर्न सक्ने कुराहरूमा प्रशस्त मात्रामा सबै कुराहरू मिलाइराख्नु भएको छ। खानपानमा स्पाइसी कुराहरू छैन, मैदाजन्य परिकारहरू एकदमै कम छ, माछा मासुहरू कम सेवन गर्नुहुन्छ, धुम्रपान मद्यपानहरू छैन। हजुरहरूले सबै कुराहरू मेन्टेन गर्दा गर्दै पनि हजुरहरूलाई कब्जियत हुन जान्छ भने हजुरहरूलाई कुनै समस्या पनि हुन सक्छ। त्यो कारणले गर्दा कब्जियतलाई लापरवाही नगरौँ, किनभने हाम्रो जनमानसमा के छ भन्दा कब्जियत भनेको सामान्य मानिन्छ, तर कब्जियतले धेरै कुराहरूलाई बिगार्दै गएको हुन्छ। हामीले आयुर्वेदको भाषामा जब हजुरको पेट बिग्रिन्छ त्यसपछि हजुरका सम्पूर्ण सिस्टमहरू बिस्तारै 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 बिग्रिँदै गएर हजुरलाई नसर्ने रोगहरूबाट विकराल रूप लिन सक्छ। र त्यस्तै के छ भन्दा मेटाबोलिजम राम्रो नभएर मेटाबोलिक डिसअर्डरबाट हुने रोगहरू पनि पेटकै कारणले र त्यसमा कब्जियतको कारणले गर्दा पनि आउन सक्छ भने जस्तै आइबिएस पनि हाम्रो एक प्रकारको कब्जियतै हो हैन। त्यही कारणले गर्दा पेटमा आन्द्रामा कुनै पनि समस्या भएको कारणले गर्दा हजुरलाई कब्जियत भएको त हैन। त्यही कारणले गर्दा कुनै पनि समस्या छन् भने खानपानहरूमा केयर गरौँ। केयर गर्दा गर्दै नि भएन भने चाहिँ हजुरहरूले टाइममा डाक्टरलाई चेक जाँच गराएर कब्जियतलाई लापरवाही नगरौँ। किन भन्दा मलद्वार सम्बन्धी समस्याहरू, पेट सम्बन्धी समस्याहरू, छाला सम्बन्धी समस्याहरू निम्ताउने भनेकै कब्जियतको कारणले गर्दा। त्यही भएर आज कब्जियत छ, भोलि हजुरलाई दीर्घकालीन रोग लाग्न सक्छ। त्यही भएर समयमा नै ख्याल गरौँ, स्वास्थ्यकर भएर जिन्दगी जिउँ। हजुरहरू हेल्दी बन्नु होला, टेस्टी नबन्नु होला। मिठो खानाले गर्दा हजुरको आज यो समस्या बढिरहेको छ। त्यही कारणले गर्दा एक्सर्साइजमा कमी कमजोरी नगरौँ, योग ध्यानहरू गरौँ, प्रशस्त मात्रामा पानीहरू पिउँ, फाइबरको अत्याधिक सेवन गरौँ, टाइममा सुतौँ, बेलुका समयमा सुतौँ, बिहान समयमा उठौँ, खानपानहरू मेन्टेन गरौँ। भरसक चाहिँ रोग लाग्न नदिउँ, रोगी बनेर नबस्नु होला। धन्यवाद।